मलाई चाहिँ दुःख लाग्छ। संसारमा एउटा मान्छे दुईटा धर्म मान्ने कोही पनि हुँदैन। क्रिस्चियनलाई हेर्नुहोस्, मुस्लिमलाई हेर्नुहोस्, जैनलाई हेर्नुहोस्, हैन? तर हाम्रो आमाहरू, बहिनीहरू, चेलीहरू बौद्ध धर्मावलम्बी हो हामी भन्छ। म सच्चाइमा जाँदैछु, खुसु खुसु। अनि मुठी दान गर्नु भन्छ, आँखा हेरि दिनुपर्छ, जाममा दिनुपर्छ। कस्तो राम्रो दुईटा धर्म हो। फेरि आयो कृष्ण जन्माष्टमी आयो, तीज आयो, दसैँ आयो, तिहार आयो, उफ्रिनु पर्ने हाम्रै आमा टोली फेरि। हामी त धर्म त कति कति हाम्रो त गति स्वर्ग पनि होइन, मरेपछि छाडै जान्छ होला क्या, कहीँ केही पनि गर्नु पर्दैन होला। फेरि मर्ने बेला पलिको हेरेर ढाक्रा बजाउँछ। फेरि यस्तो जात्रा चाहिँ प्लिज नगरिदिनुहोस् तपाईँहरूले। आफ्नो र अर्को चिन्नुपर्छ। त्यस कारणले यस्तो चिजहरूबाट हामी चाहिँ अलिक भित्री गइरहेर हाम्रो के छ भन्ने कुरा बुझाउने भनेको हाम्रो धर्मग्रन्थ हो। तपाईँहरूले पढेको शास्त्रहरू, ओरल टेक्स्टहरू, ओरल लिटरेचरहरू हामीले पुस्तकमा लेखेर त्यसलाई विश्लेषण गर्नुपर्छ। अनि त्यो किताब तपाईँले पढ्नुपर्छ। अनि तपाईँलाई थाहा हुन्छ कि पेताल हुँदा भनेको के रहेछ, बौद्ध धर्म भनेको के रहेछ, यो भित्रको अर्थ के रहेछ, द स्पिरिचुअल पावर, दैविक शक्तिहरू हाम्रो कस्तो हुँदो रहेछ त, के गर्नुपर्ने रहेछ, जन्मेदेखि हामी के गर्दै जाने, मरेपछि हामी के गर्दै गर्ने, मोटामोटी तपाईँलाई थाहा छ। ढ्याङ्ग्रो पिट्छ भन्दा थाहा छ नि, तर किन पिट्छ ढ्याङ्ग्रो? हाम्रो किताबहरू लेखेर पिएको अर्थहरू लगाएर हिन्दूको जस्तै महाभारत, गीता, सुखसागर, रामायण, श्रीमद् भगवत जस्तो बनाऊँ न। बाइबल जस्तो ओल्ड टेस्टामेन्ट, न्यू टेस्टामेन्ट बनाएर हाम्रो पनि दिउँ न। तपाईँले बाइबल अहिले खोज्यो भने गुरुङ भाषामा पाइन्छ, नेपाली भाषामा पाइन्छ, मगर भाषामा पाइन्छ, राई लिम्बू भाषा, कति भाषा उनीहरूले लेखेर प्रचार गरेछ। हाम्रो त भएको कुरा पनि गुरुङ कुरा लेख्नु पनि सकेको छैन अहिलेसम्म। त्यस कारणले हामी नहराएको हराउने, त्यसमा हामी मान्छे मात्र थुप्रिएर गफा मात्र छाटेर हाम्रो हुनेवाला केही पनि छैन। जब त तपाईँले किताब लेखेर त्यसको विश्लेषण तपाईँले पढ्नु पाउँदैन भने, तपाईँको भावी सन्तानले पढ्दैन भने यो कसैले मान्नेवाला छैन। यो घर बनाएपछि घरबार गर्ला भने त बाहुन बराएर चाहिँ त्यो लिङ्ग ठडाएर के अरे त्यसलाई रुद्री गर्दो रहेछ। ल घरबार गर्ने ठाउँ रुद्री गर्ने हो। रुद्री हुने के हो? रुद्री गर्छ भने तपाईँको बुढाले जनाइरहनु पर्यो। तपाईँहरू गएर नमान्नुहोस्। हाम्रो आफ्नो बाहेक अरू कसैको मान्न जरुरी छैन। मलाई हेर्नुहोस्, म कसैको मान्दैन, गुरुङको बाहेक रेस्पेक्ट गर्छु। म इन्टरनली भित्र गहिरो गएर बुझ्नको लागि हाम्रो जनमानसको लागि यो किताब चाहिन्छ, पेताल भुताको किताब चाहिन्छ। यो खोइमामा हुनुपर्छ, हरेक लाइब्रेरीमा हुनुपर्छ। किताबको ठुलो शक्ति छ, महत्व छ। त्यसकारणले हजुरहरूले यो कुरा बुझिदिन हुन म एकदम विनम्र अनुरोध गर्छु। तपाईँ आमा टोलीहरूले, भाउ टोलीहरूले आगोको काम भनेको हाम्रो भैँबोमा लाइब्रेरी हुनुपर्छ, हाम्रो छेको ठेली हुनुपर्छ। तपाईँहरूले पढ्नुपर्छ, चुमै तो खेइ भने बुझ्नुपर्छ।